अनि आइदिन सक्ने कोही गार्जेन पनि हुनुहुन्थेन होइन। अनि त्यसपछि त्यो भयो, अनि त्यसपछि उसलाई हस्पिटल लैजाने भनेको उसको ममले चाहिँ उसलाई सेभियर एट्याक आएको, पेनिक एट्याक आएको, उसलाई घर छोडिदिनु भन्यो। अनि घर लगेर उसलाई छोडिदिएँ। अनि अरू 3जना बहिनीहरू थियो मसँग 11मा पढ्ने। अनि त्यो दुइटाको घर टाढा थियो, उनीहरूलाई बस चढाइदिएँ। अनि एकजना नानीलाई कालिका नगर छोडेर होस्टेल फर्किएँ। अनि होस्टेल फर्किसकेपछि चाहिँ के भयो भने लाइक होस्टेल फर्किसकेपछि वार्डेन सरले बोलाउनु भयो, कहाँ गएको थिइस् के गरेको थिइस् सब भन्नुभयो। अनि सरलाई म सब कुरा एक्सप्लेन गरेँ क्या, यस्तो यस्तो भएछ भनेर। अनि सरले के भन्नुहुन्छ, त्यो तेरो कुरा हो, अनि तँलाई होस्टेल राख्न सकिन्न, तैँले होस्टेलको रुल्स एन्ड रेगुलेसन सब तोडिस् भन्नुभयो होइन। ओके, अब एउटा कुरा हुन्छ नि त दाइ, अब बिङ अ टिनेजर इट्स सो हार्ड क्या, एकदम इमोसनल कुराहरू हुन्छ नि त। अनि त्यो सिधै भनिसकेपछि कस्तो प्याच मन दुख्छ भन्ने कुरा त भोग्नेलाई नै थाहा हुन्छ। अनि मलाई कतिजनाले कमेन्टमा गाली गर्नुभएको छ, एकचोटि मेरो घर हेर्नु होइन, कन्ट्रोभर्सीको भिडियो पुरै आज मसँग प्राइभेट गरेको छु, मलाई कलेजले भनेर त्यो भिडियो होइन। अनि प्लिज त्यो मलाई गाइज प्लिज मलाई कमेन्टमा कसैले पनि केही नभनिदिनु होइन, आई ओभर थिङ्क सुरुमै भन्नुपर्दा। अनि त्यसपछि सेकेन्ड कुरा चाहिँ काठमाडौँ कहाँ बस्छ तिम्रो? ओभर थिङ्क त सन्चो बनाउनु पर्ने जस्तो छ त। म आएर कता बस्छु भन त। म बुटोल हो दाइ, काठमाडौँ होइन। म काठमाडौँ चाहिँ 2-3 दिनमा आउँदैछु दाइ होइन। ठिक छ। अनि सेकेन्ड थिङ चाहिँ कस्तो भने, अनि ओके त्यो भयो, अनि तँलाई राख्न सकिन्न, भोलि निस्केर दाइ एउटा होस्टेलमा बसेको बच्चालाई सिधै निस्केर जा भनिसकेपछि के हुन्छ उसको मेन्टालिटी भन्नु न होइन। कोही सकेर त होस्टेल बस्दैन नि त होइन, केही न केही बात। तिम्रो स्कुलसँग के कुराकानी होला, केही तिम्रो कलेजसँगको केही मिसअन्डरस्ट्यान्डिङ होला, यताउति होला, तिमीले पनि त क्लियर गर्न सक्छौ नि त। सर म हस्पिटलमा गएको थिएँ, हस्पिटलमा यस्तो यस्तो, हस्पिटलले त त्यतिकै लिएन होला, हस्पिटलले पनि त केही कुरा लेखेर लग्यो होला, पेपर सेपर होइन। त्यो उसको प्यारेन्ट्सले दाइ, उसको प्यारेन्ट्सले, त्यो नानीको प्यारेन्ट्सले समेत होस्टेलमा फोन गर्यो क्या होइन, पत्याएन भनेर। अनि सुन्नु न, अर्को दिन बिहानै मेरो प्यारेन्ट्सलाई फोन गर्यो, होस्टेल लाइक मेरो प्यारेन्ट्सलाई फोन गरेर सिधै हजुरको छोराले राख्न सकिन्न एन्ड त्यहाँदेखि भन्यो होइन। ओके, त्यो कुरा पनि भयो, ल सब कुरा फिल गरेँ। अनि फेरि प्रिन्सिपल रुममा बोलाइन्छ होइन। प्रिन्सिपल रुममा बोलाइसकेपछि के भनिन्छ भन्दा, तैँले गल्ती गरिस् तँलाई होस्टेलबाट निकाल्छु होइन क्या। त्यो अब के भनौँ, एउटा प्रतिशोध भनौँ कि के भनौँ होइन। लाइक मलाई देखेर इन्कार गरेर हिँडिस्, बाटोमा फर्केर हिँडिस् होइन, म तेरो दुश्मन हो अरे क्या। प्रिन्सिपल सरले मसँग बोल्ने थऱ्यो क्या, एउटा स्टुडेन्टसँग गरिने बिहेभियर होइन। स्कुलमा भएको कन्ट्रोभर्सी, कलेजमा भएको कन्ट्रोभर्सी हो तिम्रो चाहिँ? हजुर दा। अनि त्यसपछि गल्ती तिम्रो छैन भने कलेजले पनि त कन्सिडर गर्नुपर्ने थियो होइन। अब कलेजले पनि त्यस्तो भनिरहेको छ भने तिमीले पनि गएर कलेजले सर यस्तो यस्तो भएको भनेर माफी मागेर यसो सर यस्तो भएको अर्कोचोटिदेखि हुँदैन भनेर भन्यो भने त कुरा सल्टिहाल्थ्यो त। झन् त्यो हालेर भिडियो हालेर यताउति गरेर यस्तो ठुलो बनाएर झन् अलिकति त्यसलाई मेस्टअप भयो क्या। अब एज अ स्टुडेन्ट हुँदैन, एज अ टिचरहरूले पनि के राम्रोसँग बुझेको हुँदैन क्या कुराकानीहरू। टिचरहरूले पनि सबैजना हाउडे नि लाग्छ। मलाई कलेजबाट निकालेको विद्यार्थी हो म होइन, म खुद कलेजबाट निक्लेको विद्यार्थी हो होइन। सोध्नु अहिले पनि कलेजमा म चाहिँ के भएको भन्दाखेरि म चाहिँ सिगरेटमा फसेको थिएँ क्या, बुझ्यौ। म चाहिँ सिगरेट खाएर गइदिएको थिएँ क्या कलेज होइन, सिगरेट खाएर गइदिएको थिएँ। अब त्यस्तो गरेर मलाई निकालिदिइसकेपछि चाहिँ अब कस्तो के फिल भयो भन्दाखेरि, ओहो गल्ती गरेको रहेछु मैले त एन्ड देन भन्ने भयो। म 7-8 दिन मलाई सस्पेन्ड गरिदियो, निकालिदियो, यताउति मलाई निकाल्ने भनेर पेपर सेपर बनाइसकेको मान्छे हो होइन। अनि पछि मैले गएर सर गल्ती भयो माफी गरिदिनु मलाई होइन, अर्कोचोटिदेखि हुँदैन भनिसकेपछि उहाँहरू पनि खुसी भयो क्या। उहाँहरू पनि खुसी भयो, यसलाई रिग्रेट भएछ, यसलाई अलिकति त्यस्तो फिल भएछ। भोलिको दिन तिमी पनि गर यसो गर। अब त त्यो कलेजै सकिसक्यो होला होइन। होइन कलेजले मलाई केही पनि, कलेजले चाहिँ म कुरा गरेँ, मलाई बोलाउनु भएको थियो। अनि कलेजले बोलाइसकेपछि चाहिँ के भन्नु भने, अब त्यो दिन प्रिन्सिपल सरले चाहिँ चुप्प लाएर सुन्नुभयो है। अर्को दिन चाहिँ जब भिडियोहरू आउन लाग्यो अनि माथिबाट हल्का प्रेसर आउन लाग्यो, अनि त्यसपछि चाहिँ सरले सुन्नुभयो अर्को दिन चाहिँ मेरो कुरा। तर त्यो दिनसम्म पनि होस्टेल वार्डेनको बिहेभियर चेन्ज केही पनि थिएन क्या। उसले के भन्छ, कालिकामा थाउजन्ड्स अफ विद्यार्थी जान छन्, सबैजनालाई लगेर के अरे हस्पिटल लैजान जिम्मा। यसो सरहरूसँग कुरा गरेर डिस्कस गरेर यसो सेल्टाउ होइन। अब यसो आफू गर होइन। तिम्रो र मेरो भेट भएर म यसो सबजना निश्चल भट्टराई भन्नुहुन्थ्यो एकदम भाइ कलेजको पनि केही गल्ती छ भने कलेजले पनि कन्सिडर गरिदिनु होला भाइको लागि। भाइबाट पनि केही गल्ती भएको छ भने भाइको थ्रुबाट म माफी मागिदिन्छु कलेजसँग है, लिनु होला उसको है। ठिक छ मेरो भाइ, के भन्छ त्यही त हुन्छ दाइ। यो कलेजको कन्ट्रोभर्सी सक्छु आज म। मेरो भाइ राम्रोसँग बस है, म जान्छु राम्रोसँग। पछि जोइन होला। 5 मिनेट्स है दाइ, हजुरको टाइम्स त एकदम इम्पोर्टेन्ट छ, आई क्यान फिल इट होइन। जान्छु बाहिर चाहिँ म एकैछिन यहाँ एउटा मान्छे आउँदै हुनुहुन्छ मेरो लाइफमा। आज दिजुको बर्थडे छ क्या, त्यही भएर बर्थडे आज मनसा दिजुको बर्थडे छ, मलाई थाहा हेरिरहेको थियो हजुरको लाइभ। ओके छ मेरो भाइ, आज पछि जोइन गर्ला, फ्राइडे जोइन गरौँला। तिमी कविता के भन्दै थियो होला, हाम्रो फ्राइडे हुन्छ क्या यो यसो माहौलवाला चाहिँ, बुझेनौ।
ल म फ्राइडेसम्म चाहिँ वेट गरेर बस्छु है त दाइसा। के भन्नु त राजाहरू भन त, न मैले कलेज चिन्छु, न मैले यहाँ लेख्दै थिएँ प्रिन्सिपल कुलबाई लेखिरहेको थिएँ, अनि त्यो भाइले स्टोरी भनिराख्दाखेरि यता यता कमेन्टमा यो दाइ ब्याकग्राउन्ड म्युजिक पनि लगाउने भन्नु न सुनम। को यस्तो मान्छेहरू कहाँबाट आउँछ, को यार राजाहरू के गर्दैछु यार, ब्याकग्राउन्ड म्युजिक हाल भन्ने चाहिँ को भन त, यस्तो कन्ट्रोल गरेर बसिरहेको थियो। तर यस्तो मिसअन्डरस्ट्यान्डिङ हुन्छ, कलेजबाट पनि हुन्छ, विद्यार्थीहरूबाट पनि हुन्छ, स्टुडेन्ट र कलेज दुइटाबाट पनि हुन्छ। अब मैले त्यस्तो गरेर उहाँको कलेजलाई पनि चिनेको छैन, न मैले उहाँलाई राम्रोसँग चिनेको छु होइन। अब यो अरे यार म के गर्न सक्छु यार है, त्यही भन्न सक्छु। कलेज श्री विद्यार्थीलाई चाहिँ अब भनौँ न इन्डिसिप्लिन छन् भने चाहिँ इन्डिसिप्लिन यताउति डिसिप्लिनभन्दा बाहिर गइरहेको छन् भन्ने मेरो केही भन्नु छैन। तर डिसिप्लिनमै बसिरहेछन् भने त्यसरी ननिकालिदिनु होला। इन्डिसिप्लिन छन् भने त कुलबाई सर इन्डिसिप्लिन थियो भन्नु न मलाई भोलिको दिनमा, म त्यो भाइको घाँटी नाक्न गइहाल्छु त होइन। डिसिप्लिन छन् भनेपछि चाहिँ यसो गरिदिनु होला, म नै सरी भनिदिन्छु त्यो भाइको तर्फबाट, बोलाउनुहोस्। च्याटमा च्याट के भएको, कतिसम्मको थग लाइफ भइरहेको छु तिमीहरू यार, कतिसम्मको सिग्मा भइरहेको छु। होस्टेल 4को स्क्रिप्ट नै भनिदियो दाइ, त्यसले भन्दैछन् यहाँ च्याटमा, भन्दैछ है सम्झिरहेको। केही थाहा छैन फेरि मलाई त्यस्तो कन्ट्रोभर्सीको बारेमा है। आइएम रियली अगेन्स्ट द कन्ट्रोभर्सीले चलेर त्यो हुँदैन क्या, लाइफ बन्दैन। एक दिन 10 दिन चल्ला, 10 दिन तिम्रो भिडियोमा भ्युज आउँछ, लाइभमा मान्छेहरू आउँछन् यताउति हुन्छ, फेरि पारा त्यही हो, बुझेनौ। त्यसैले बी हम्बल, राम्रोसँग बोल मान्छेहरूसँग, नहोस् बरु मान्छेहरू कोही पनि, राम्रोसँग आनन्दले बोल्ने, रेस्पेक्ट गर्ने आफूभन्दा ठुलो मान्छेहरूको, झुटो नबोल्ने, माया गर्ने, त्यतिमै छ त लाइफ। भ्युवर्स भनेको नै भगवान् हो राजाहरू है। मेरो लाइफमा आउनु यत्रो नेटको पैसा खर्च गरी किन परेको छु होइन त। भ्युवर्स भनेको नै राजाहरू, भ्युवर्सलाई माया गर्नुपर्छ। एकछिन पख है, आइडु कुमारजीलाई जोइन गरौँ, कुन हुँदैछ केटालाई। मलाई पनि सस्पेन्ड गर्नुभएको थियो, तर त्यसपछि म बदलिएँ क्या, बुझेन। मेरो लाइफ अलिकति बदलेको थियो होइन। झरी परेको पल तिमीलाई। واحد hello Hello, where are you from? Where are you in this, like, कहाँ हो यो? Which place? This country? this is America. ए अमेरिका, okay. Goed. Ja. Hoi. Hoi. Ni hao. Where are you from? Ni hao. Ni hao. Where are you from? أحد ألم نجعل له عينين ولسانا وشفتين وهديناه You want to play? النجدين فلقتحم العقبة وما أدراك ما العقبة فك رقبة أو إطعامها في يوم ذي مسغبة يتيما ذا مقربة أو مسكينا ذا مسربة ثم كان من الذين آمنوا. चल्दै गर्छ। हेलो राया। Thank you for follow. Thank you. اسكت ولا तिनीहरूले पिटी टेबल जस्तो लाग्यो दुईजनाले है। واحد بالله. Where are you from? राया। Ryan. ريان بحكي لك من وين عايش. ريان from Palestine. Okay. Me too, from Palestine but now in America. Okay. Much love. Okay. يلا चट मगनी कर पट मगनी
माया छ है राजाहरू सबैले 1v3 होइन छड्दै जहाँ पनि त्यस्तो त्यहाँ अलिकति नवाज सवाज पढिराख्नु भएको थियो के पढिराख्नु भएको थियो है त्यो के भन्छ कुरान पढिराख्नु भएको थियो होला त्यति बेलामा नो डिसरेस्पेक्ट टु रिलिजन राजाहरू नो डिसरेस्पेक्ट टु रिलिजन बुझ न त्यस्तो मनमा केही पनि छैन आई रेस्पेक्ट एभ्री वान नो डिसरेस्पेक्ट टु रिलिजन उहाँहरूको पढिरहेको थियो यसो पढिराखोस् त्यो कुन सिगरेट हो भनेर नसोध यार प्लिज त्यो छोड्दै त्यो कुराहरू पुरानो भइसक्यो अलि माहौल गरम गर्नुपर्ने जस्तो छ है माहौल अलिकति तताउनै पर्ला जस्तो छ त्यसैले एकजना बोलाउँछ है माहौल तताउनै पर्ला जस्तो छ आवा आएको छ दाइ आवा आएको छ आवा आएको छ पक भोरा बोलाउन त यस्तो बिटी दिदिहालौँ आवालाई बोलाउँछ आवालाई बोलाउनु आवालाई के लेख कि कुल बोइस सिक भनेर लेख है सिक बिरामी भएर सुतिरहेको छ लेख त एक लट है यसो यसो बिटी दिइहालौँ न लाइभै बसेको थिएन भनिदिनुपर्छ चौतारी हो कि बिजुली होइन छड्दै नथिङ बिरामी छौ ज्वरो आएर कस्तो भएको छ क्या ज्वरो त मलाई आयो तिमीलाई कसरी आयो त ज्वरो हो र तिमी बिरामी भएको थियो हो त्यही भएर त मलाई यस्तो भित्र हिजोदेखि बुझेनौ घाँटी खसखस भइरहेको जस्तो सास फेर्न अप्ठ्यारो भइरहेको जस्तो अलिकति खोक्दाखेरि कस्तो अप्ठ्यारो भएको जस्तो फिल भएको थियो कि मलाई त्यही लागेको सोध्यौ त होइन मलाई त्यस्तै लागेको थियो भित्रबाट फिलिङ्स चाहिँ त्यस्तै आइरहेको थियो कि त्यही भएर म पनि बिरामी भयो जस्तो लाग्यो क्या बिरामी हुन्छ अघि भर्खरसम्म उछलकुद गरिरहेको थियौ तिमी कसले के को उछलकुद कहाँ उछलकुद लाइभ त भर्खर आइरहेको छ तिमी लाइभ आयो भनेर थाहा पाएर पत्याएनौ चुरोट तानेर तिमीले चुरोट तान्यौ म त्यस्तो देख्छु तिमीले तान्छौ त कहिले ताने जिस्काको तिमीले कहिले तान्छौ तिमी जस्तो ज्ञानी मान्छेले कहाँ चुरोट तान्नु यता सुन अब उठ साँच्चीकै बिरामी भएको छ कि एउटा के अलिकति लौ तातो पानी खाऊ तातो पनि होइन हल्का बिरामी नि हिजो फेरि सुन्नु न हिजो पनि लाइभ साइभ बसिन होइन अनि अप्ठ्यारो भयो कि त्यही भएर म सोचिरहेको छु कि तिमी हिजो लाइभ थियो कि थिएन म लाइभ कहाँ हिजो लाइभ साइभ बस्नु हिजो अलि उनी भएको थियो बुझेको बुझेनौ अनि दिजुको बर्थडेमा पनि बोलाएनौ है कसको दिजुको बर्थडेमा त्यसले मलाई त बोलाइने तिमीलाई देखाएको थिएँ सँगै त्यही भएर त नि मलाई याद आयो एकैछिनमा निस्किहालेको कि बुझ्नु मलाई त्यो बर्थडे सर्डे अलिकति उ लाग्छ कि बुझेन यस्तो बिरामी भएर बसिरहेको छु नि कुनै छोड्दियो बिरामी जस्तो देखाएन अब के गर्नुपर्ने पट्टी सट्टी लिएर आउनुपर्ने भित्रको ज्वरो गडेको ज्वरो हो नि त भित्री ज्वरो हो यस्तो गरेर कहाँ लाज लाग्दैन अहिले लाइभमा मतलब पछि गरौँ थाहा हुन्छ त बिरामी मान्छेको थाहा हुन्छ त यहाँनिर कसरी के गर्ने रे मतलब यो ओठ सुक्खा हुन्छ नि त बिरामी मान्छेको यस्तो गर्ने के रे भाइट त्यो अहिले तिमी कति बाटी छौ तिमी थाहा छैन मलाई त्यो ओठ यस्तो गरेको बेलामा तिमीले अहिले के गर्छौ होइन साँच्ची मैले हेर्न लाओ तिमीलाई चाहिँ खालि त्यही मात्र हुन्छ है जति बेला नि ओठ सुक्खा देखेन यी हेर त अहिले निचायो भने दुध आउँछ त्यत्रो चाहिँ त्यस्तो चाहिँ हबहरू के कसो खानु कहाँबाट दुध निकाल्ने होला भाइ तिमी पनि अति कुरा गर्छौ मतलब बच्चा जस्तो भनेको के धेरै दिनपछि लाइभ देख्यो त हजुर धेरै दिनपछि लाइभ देख्यो त कहाँ गयो बिरामी थिएँ
मजाकमा गएर तिम्रो बिरामी यत्रो दिन 9 महिनै हुन थालेछ बिरामी भएको त 9 महिनावाला के जुत्ताको तिम्रो अनि मङ्सिरमा यो मङ्सिरमा बिहे भनेको होइन अस्ति मेरो बिहा रे मङ्सिर हो कि तिम्रो मुखबाट त्यस्तो भन्न सक्छौ तिमीले तिमीले भनेको थिएनौ मलाई मेरो मङ्सिर हो कि वैशाखमा बिहे छ भनेर याद गर त मलाई तिमीले मन चोरेर चाहिँ ला हो मैले के भन्छु भनेर है होइन सुनिरहेको चाहिँ खबर चाहिँ यताउतिबाट आएको थियो मलाई यताउतिबाट खबर चाहिँ आएको थियो अब होइन भने हो र ठिक छ कसरी बिहा हुन्छ तिमी आफै सोच न किन बिहे नगर्ने के हो तिमी भन त किन बिहे हुँदैन बिहे त सबैको हुन्छ त बिहा हुँदैन बिहा नगर्ने सिङ्गल बस्ने ओहो तिमी रेखा जस्तै बिहा गरेर कसको के भएको भन न अनम्यारिड बस्छु म अनम्यारिड बस्छु क्या बिहे गर्दिनँ बिहे त सुन बिहे गर्नुपर्छ बिहे भन्ने कुरा अहिले फेरि यो माहौल यो बिहेकै चलन छ क्या अहिले मङ्सिरको बेलामा बिहे भनेको त पवित्र कुरा हो त यार दुईटा फ्यामिली एउटै एकसाथ हुन्छ दुईटा अलग अलग संस्कृति अलग अलग अब सँगैको पनि त हुन्छ हुन त तर दुईटा अलग परिवारहरू एक हुने बेला हो त त्यो त बुझेन कति रमाइलो हुन्छ होला चट्ट जस्तै अब तिम्रो हुनेवाला मान्छेको परिवारको टक्क बाउ र आमा उतापट्टि तिम्रो परिवारको बाबुआमा सम्धि बनेर चट्ट अङ्गाले हालिरहेको छन् दुईजना चट्ट होइन अनि कहिले हो त अनि माग्न आउने कसले अब फेरि हेर न फेरि अब के कुरा गर्छौ कि तिमी के कुरा गर कस्तो बवाल हुन्छ होला सोच त आमा तिमीलाई लाग्दैन रङ्ग टक्क लेहेङ्गा सेङ्गा लाएर त्यो यल्लो कलरको लेहेङ्गा लाएर टक्क मेहेन्दीको दिनमा यो हात यस्तो दिँदाखेरि दल्दिरहेका छन् हातमा अनि उताबाट फोन आउँछ यस्तो भिडियो कलमा कोही केटा आएर यसरी तिम्रो ऊ आएर यसो भिडियो कलमा यस्तो गर्दाखेरि हो मलाई त साँच्चीकै नै भनेको अहिले के मैले सोधिरहेको छु त तिमीलाई एन्सरै दिएनौ कहिले हो त माग्न आउने म माग्न आयो भने तिम्रो घरमा दिन्छन् मलाई म जस्तो हाउडेलाई के म माग्न आयो भने तिम्रो घरमा दिन्छन् भन त तिमीले अस्ति नै एउटा भिडियो हेरेको थिएन जोसुकै खोज ठकुरी चाहिँ हुँदैन ठकुरी केटाहरू अलिकति रिस बढी हाउडे अलिकति रिस चाहिँ अलिक बेसीवाला हुन्छन् कि फेरि म साँच्चीकै नै भनेको फेरि केटाहरूले रिस उठ्ला ठकुरी केटाहरूले रिस उठ्ला यताउति होला तिमी हाउडे छौ हजुर तिमी हाउडे छौ म त हाउडे नै छु अलिकति सिरियस चाहिँ छैन म लाइफलाई लिएर जे होगा देखा जाएगा वाला छु कि ए त्यो त हो किन हाँस्यो भन त किन हाँस्यो त्यो चाहिँ हो भनेर तिमी सिरियस छैनौ भनेर कसले भन्यो सिरियस छैन तिमी लाइफमा पो सिरियस छैनौ त लाइफमा त सिरियस छौ नि त लाइफमा त छु तर एउटा गोल चाहिँ छ लाइफमा एक बलाल बन्नुपर्छ एकचोटि एउटा ठाउँमा पुग्न छ भन्ने चाहिँ गोल चाहिँ छ तर ठिकै छ साँच्चीकै नै होइन तर फेरि तिम्रो फ्यामिलीले चाहिँ मलाई मन पराउनु हुन्छ कि हुँदैन भन त्यति भन्दैौ न तिमी तिमीलाई सबजनाले कति माया गर्छिन्छ तिमी आएको बेलामा त्यहाँ माया गर्छ थिएन सबैले अस्ति गएको थिएँ कि त्यहाँ ओफो कस्तो लेभलको ट्रिटमेन्ट थियो त मलाई त्यहाँ बुझेनौ हामीलाई त ट्विन्स रे त दिदीभाइ पो बनाइदिन्थ्यो त्यही त दिदीभाइ बनाउनु भयो त्यही त हुँदैन यहाँ आएर यस्तरी हात राखेर फोटो खिच्नु पर्छ एकजनाले गरेर ए हाम्रो सानी ठिक छ माया छ है उसको फ्यामिलीलाई पनि अनि यो आबाबाट अब चाहिँ किन राख्यो अब 6529 चाहिँ किन अब सक्यो हो के अब आउँदैन तिमी टिकटक लाइभ बिहे गरिसक्यो जस्तो लाग्यो हजुर बिहे गरिसक्यो जस्तो लाग्यो तिमीले तिमीलाई नबोलाइकन मेरो बिहा हुन्छ त कस्तो कुरा गरेको भने तिमी मेरो बिहामा आउँदैनौ आउँछु ढुक्कै हो नि त टेन्सन अनि म बिहा गरेपछि त तिमीलाई बोलाइहाल्छु नि अहिले बिहा गर्दिनँ म ठिक छ टाइम छ अब 1-2 वर्ष अझै तिमीलाई त म बुढी भइसक्यो जस्तो लाग्छ क्या खालि बिहा भनेर नै गर्छु तिमी त 24 हो थाहा छ मलाई 25 तिमीभन्दा 1 वर्ष जेठो छु म
सुनाउनै पर्छ दुनियाँलाई भन 10 वर्ष जेठो कान्छो बिहा गरिसके अब तिमी मुख लुकाएर बस 10 वर्ष जेठो कान्छु कसले बिहे गर्यो निक जोनस अनि त्यसपछि प्रियङ्का चोपडा अनि म कहाँको निक जोनस हो र तिमी कहाँको प्रियङ्का चोपडा हो र हामी नेपालको भन्दैन न त्यस्तो कहाँ निक ठिक छ ल अरू के छ त अरू सब ठिक छ हेर म लाइभ बिरामी पनि थिएँ यताउति भइरहेको थियो लाइभ पनि आउन पाएको थिएन तिमीलाई मैले भनिरहेको थिएँ त मैले मेसेजमा लाइभ किन आएनौ लाइभ किन आएको छैन भनेर मलाई म्यासेज तिमीले एक दिन सम्झे थियो सबजना म्यासेज गरिसकेको थियो त्यही त एक दिन त सम्झेछौ नि डेली सम्झिन्छ जस्तो हरेक दिन भन्नुपर्ने जरुरत त छैन त सम्झिन पर्छ दिनदिनै अनि भाइराज कहिले त भाइराज भाइ त रेस्टुरेन्टमै छ अहिले आउँछ एकछिनमा ल ठिक छ राम्रोसँग बस्छ म पनि अब एकछिनमा उ गर्नुपर्ने छ लाइभ फेस्टमा छु नि त म अहिले ए साँच्ची त साँच्ची के हो अचेल त अचेल त अनि यहाँ ग्याङै कडा ग्याङ छ त अनि पुरै छोडिदेऊ न तिमी बोलाउ न भाइ तिमी बोलाऊ तिम्रो ग्याङलाई म मेरो ग्याङलाई अब यहाँ सुन साँच्ची त मैले भन्छु भन्दै थिएँ अब लगभग 1 हप्ता 10 दिन रोक टपनमा को हुन्छ तिमीले देखिहाल्छौ भने अचेल मलाई खासै इन्ट्रेस्ट छैन ठिकै छ हेरौँ ल तिम्रो मेरो घमासान हुन्छ त्यसपछि हैन तिमी रेडी हौ मलाई त्यो नानी म तिमीसँगै खेल्ने हो तिमीले मलाई कति पनिसमेन्ट दिएको छ त्यसको सारा बदला लिन्छु साँच्चीकै भन्दैछु म भने नि 1 हप्ता भन्यो नि ल 1 हप्ता म वेट गर्छु 1 हप्ता आएको दिन चाहिँ जो 10 दिन चल्यो ल 10 दिन ल ठिक छ फेरि एकै दिन 10 दिनपछि आउने भने होइन क्या मैले तिम्रो 500k पुग्नु लागेछ त 500k बनाइदिउँ 5.5 त घटेर फेरि हेर न त्यति भएछ बनाइदेऊ त द्याट 500k बनाइदियो खुसी बनाइदिएर आबालाई सी इज माई लाइक टिकटकको चाहिँ सबैभन्दा मिल्ने साथी हो है मेरो बुझेन जता जे पनि होला लाइफमा यताउति भयो भने सबैभन्दा पहिला पुग्ने भनेको आबा नै हो फेरि होइन तिम्रो सब बिहेको कार्ड पनि सबभन्दा पहिला मेरै घरमा पुग्नुपर्छ थाहा छ नि फर्स्टमा को कार्ड तिमीले नि बिहे भनेर तिमीले त मलाई त बिहेको कार्ड फर्स्टमा बिहेको कार्ड फर्स्टमा कसको घरमा जान्छ भन्ने थाहा छ तिमीलाई तिम्रो घरमा अनि त्यो भनेको के हो थाहा छ के हो भने दुलाको घरमा जान्छ फर्स्ट टाइम त्यति त मलाई थाहा छ होइन यस्तो पहिला सुरु भगवानलाई पनि गर्दो रहेछ होइन इन्भिटेसन दिँदो रहेछ नि भगवानलाई बोलाउनु पर्यो नि त उता गनुजीलाई त्यसपछि हामीलाई सबलाई बोलाउनु पर्छ नि त्यहाँ अनि त्यसपछि बल्ल दुलाको घरमा अनि त्यसपछि बल्ल अरूलाई ल ठिक छ भएछ कङ्ग्रेचुलेसन्स जान्छु म राम्रोसँग बस है ल अहिले आउन अहिले जोइन हो मन छ आउँछ बर्थडेको केक काट्नुपर्छ इन्भिटेसन छ लाइभमै ल भाइ ल माया छ है राजाहरू छिटो बिहे गरेर त 2 जना होइन राजाहरू यस्तो हो साथी मात्रै हो जिस्किन्छौँ होला यताउति हुन्छ होला होइन दिस इज साथी मात्रै हो तर योर फ्युचर बेबीलाई चाहिँ बोलाउँ है को रहेछ योर फ्युचर बेबी हु इज दिस फ्युचर बेबी मन्जा भान्जा मामु आयो खै कहाँ छ बोलाऊ त्यसलाई त्यसको म जगल्टा उखालिदिन्छु बोलाऊ बोलाऊ अलिकति दामी सेटअप ल्या ओए त्यो टेबल लिएर आएछ टेबल के टुल्लुलाई पनि बोलाउनु टुल्लुको केक पनि कटिङ छ होइन भन्दा ढोका लगाइदेऊ त राजा ओके त्यो पनि लाइभमा आउँछ अरे ओके च्याट दिस विल बी अ फन लाइभ ओके दिस विल बी अ फन लाइभ टुल्लुले केक खाइसक्यो होला है यस्तो पचाइसक्यो होला त्यही पनि ठिक छ निकाल्न लगाएर भने कटाउन लगाउँछ है ओके बोला उतापट्टि वेलकम टु माई लाइभ आइसक्यो है फेरि के भयो ओ मन्सा तेरो यहाँ चाहिँ त यस्तो भन्छ यहाँ चाहिँ त तेरो लाइभमा यस्तो भन्यो त्यही भएर यतै आएर बस भनेको क्या एकछिन भान्जा हेरौँ न दादा अरे रात यस्तै छ क्या नहेरौँ होला
यतै बोलाउँ है लाइभमा त्यो 2-3 वटा लाइभ चाहिँ नबनाऊ अहिले एकछिन बरु त्यता बसाइदिउँला ए डाँको हाले आइज नि चलो आ जाओ पहनेगी आइज बा आइज न के गर्नु लाग्छ तैँले के तँलाई खाजा सादा लागिदिनु लाग्यो आइज यता आइज यही खाँदा यस्तो पुरानो 10 चोटि लगाएर खाँदा अलि केही ल्याएन राम्रो चिज कस्तो कुरा गर्छ खादा पनि पुरानो हुन्छ त राजाहरू खादा पनि पुरानो हुन्छ त पाक भन त हिजो के भन्छन् हिजो केक झर्यो होइन आज त समथिङ स्पेशल समथिङ बिग केक गर्नुपर्ने हो कि होइन केक मैले नल्याम्ला तेरो लागि मेरो दिदीको लागि मैले केक नल्याम्ला मगाइसकेँ दानबाट अहिले लाइभमा हेर भाइलाई मैले भनिसकेँ केक लिएर आइज भनेर यता आइज तैँले मगाएको होस् अनि मैले त मगाएको त आइज छिटो ल छिटो आइज है छिटो ल कति तँलाई के चाहिएको भन्दा तँलाई तेरो लागि खतरा खतरा कुरा ल्याइदिन्छु त म ल जन्मदिनको शुभकामना छ है एकदम है बवाल मजा ठिक छ शुभकामना छ चल उ गर के अरे मेरो केक आएको छ एकछिन केक कटिङ हान्नुपर्ने हुन्छ भान्जालाई बोलाउनु न अरे भान्जालाई नबोलाउँ होला है भान्जालाई नबोला ओइ तेरो पनि आइडी लिएर आइज न के अरे तेरो आइडी पनि लिएर आइज आइज है भान्जालाई पनि हेर्ने हो पक्का बोलाउँछु भान्जालाई भान्जा भान्जा यहाँ आऊ त एकछिन यहाँ आऊ त सब मान्छेलाई तर्साउनु पर्यो यहाँ आऊ त हेर त यहाँ फ्री फायर खेलेर रोब्लक्स खेलेर आँखाभित्र बढेछ मोबाइल लेजेन्ड खेलेर ननको कति भइसकेछ गनाएर हेर त यहाँ पारा ल जाऊ भयो पढ के पढ्थ्यो र खेला जाऊ मोबाइल भन्दा नि भन् मान्ने होइन आइज न छिटो आइज यहाँ ढिलो भइसक्यो अरे केक कटिङ सटिङले सेरेमनीले गर्दाखेरि यार एबा खै त अनि रे वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड भाउजू कता हुनुहुन्छ अरे भाउजू त खै कहाँ हुनुहुन्छ नि खोजीमै छु जारी छ चाहिएको छ हाई कुलबाई हेलो अम्बिका हाई ल यता पनि जोइन गर उता पनि मैले जोइन गरिदिएँ कि एक्लै कस्तो अड लाग्यो कि त्यही भएर फर्स्ट टाइम हो है म कुलबाईसँग हजुर हजुर मैले सुनेको त थिएँ होइन कुलबाईले सानो ठुलो होस् हेर्दैन मिल्यो भने बोलाउँछ सुनेको मात्रै त्यो साँच्चै हो रहेछ लास्ट हेपी यार मलाई कुलबाई लास्ट हेप्छ है सुन्नुमा होइन अस्ति मलाई उसको फ्यान्स रो होला होइन यसो कुलबाईसँग जोइन गर्न अन्त हामी अब त्यो 5-6 जना 10 जना मान्छेलाई कहाँ लिन्छन् हाम्रो टिम त्यस्तो छैन यो त्यो भन्दै थियो नि त अनि त्यस्तो केही पनि छैन हामी त्यस्तो छैनौँ त्यो मान्छे हेरेर जज गर्ने खालको छैनौँ क्या अब चार्ज मान्छेहरू हामी त्यस्तो जज गर्दैन एनीवे थ्याङ्क यू मलाई मेन्सन गरेको कि कुलबाई यो चाहिँ मलाई ताकेको यसले ए ठिक छ अनि खानासाना खानुभयो हजुरहरूले खाना खायो कहाँ बस्नुहुन्छ हजुर चाहिँ अम्बिका मनोप्रासी सोनु चाहिँ म त रोहानीसँग हो म्यानमारबाट अहिले थाइल्यान्डमा छु ए हजुर र म त सोनीसँग त पहिलासम्म भेट पनि भएको छ है कुराकानी भएको छ त एकचोटि डन रोहानी ठिक छ ओके छ त ह्यापी बर्थडे कुलबाई कुलबाई के बर्थडे हो हजुर आज बर्थडे थियो जन्मदिन थियो सिरियसली आज ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु रिल्समा त के
होइन नि त नि थ्याङ्क यू सर हजुर रिल्समा चाहेको पुरा हुनु गर्लफ्रेन्डसँग चाँडै बिहा हुनु सोच्न त सोचेको है तर राम्रो गर्लफ्रेन्ड पाउनु के अरे धोका दिने गर्लफ्रेन्ड नपाउनु धोका मैले चाहिँ मलाई चाहिँ गाह्रो छ सुन्नु न यो बङ्सी सकिन लागिसक्यो अलिक छिटो सुन्न पाऊँ वैशाखमा पनि छ त लगन मिलाइहाल्छु त म मान्नु भयो भने मान्यो भने कसलाई यो चाहिँ भनेको भयो कि के हो स्कुल भएपछि त होइन जहिले पनि जोइन गरेपछि होइन अब एम्बोसित मलाई पो जाने पर्ने अवस्था आएको जस्तै भयो अस्ति डन र रोहानीसित पनि होइन यसो बोलौँ कि भनेको बोल्नै दिन्न दुईजनाले लुटे एकजनाले मेरो बुढो हो भन्छ एकजनाले मेरो बेबी हो भन्छ होइन म चाहिँ बोल्न दिन्छु बोल्दा हुन्छ त्यो हो तिम्रो तानेको यस्तो के पनि छैन ओइ हाँसो त के हो को हाँस्नेवाला चाहिँ हो ठिक छ अम्बो हाई खुसी लाग्यो कुल भाइ होइन जोइन गर्नुभयो एकदम है मैले यस्तो रेन्डमली यसो बोलाएर यसो कुराकानी गरौँ भनेर के है ठिक छ राम्रोसँग बस्नु होला मस्ट लभ छ माया छ है हजुरहरूलाई हस् थ्याङ्क यू सो मच ठिक छ ओके सर बाई बाई राजाहरू पख त्यो आउँदै आइने मन्सा तँलाई के जिउँदो रहन मन छ कि छैन भन् त अर्को बर्थडे मनाउनु मन छ कि छैन न्याकुङ घाँटी छिटो आइज आइज जाडो पो हुँदो रहेछ यार भिडियो बनेको रहेछ ओ त आउँदैछ कि आउँदैनस् भन् त यसको आज बर्थडे छ कि यसले बिग म्याच राखिन्छ कि मसँग बुझ न तिमीहरू यसको आज बर्थडे छ यसले बिग म्याच यसले मसँग बिग म्याच राखिछ होइन हेरौँला नि यसको बर्थडे बेसी कि हाम्रो माया बेसी हेरौँ टुल्लु रिसाएर गयो दाइरे हो र बोलाऊ टुल्लुले बोलाऊ यार टुल्लुले बोलाऊ टुल्लुले लाइ बोलाऊ बिचारा यार त्यसका टुल्लु ओ भन्छ तेरो टाउको टुल्लुले तेरोलाई केक ल्याइदिएको थियो रिसाएर गएर आउँदै आइनिस् भनेर पागल जस्तो ब्याक दिमागै छैन के राम्रो मान्छेलाई एप्रिसिएट गरिदिने कि यसले त्यहाँ त्यसै यस्तो गर्दै बसिरहली गरेर बिचरा माया केक ल्याइदिनु पनि कम माया हुँदा त्यो भनेको कसैले सम्झिन्छन् आजभोलिको दुनियाँमा कोही सम्झिन्छन् मान्छेहरूले त आउँदैस् कि आउँदिनस् लास्ट हो है म फेरि तँलाई बोलाउँदिनँ कहिले पनि यहाँ इन्ट्री हुन पाउँदिनस् त भन्दैछु नि फेरि झन् केक सेक काटौँ लाइभको भ्युवर्सहरूसँग पनि त यसो इन्ट्रेक्ट गर्नु पऱ्यो नि त केक सेक काटौँ एउटा माहौल बनाऊ भनेको सबैजना आफ्नै दुनो सुनाउनमा लागिरहेको छ नि यार केक तेरो टाउकोमा छ काम तसँग छैन केक अघि ल्याएको यहाँ दुनियाँ टुल्लु त्यो बिचरा त्यसले केक लिएर आएको थियो त्यो त आइनेस् भनेर रिसाएर रोएर गयो अरे अनि त्यस्तो राम्रो हुन्छ भोलिको दिनमा कसैको चित्त नदुखोस् न चित्त त नदुखोस् अहिले आज बर्थडेको दिन मलाई थर्काउँछस् अलिकति लाज शरम छैन यस्तै छ कि अब केटी मान्छेहरूलाई गाह्रो छ हेर सम्झाएको कस्तो राम्रो कुरा सम्झाइरहेको छु होइन अब थर्काइ भयो उनीहरूको लागि यो सम्झाउनु पनि थर्काइ भयो केही बोल्दिनँ म अनि धेरै दुनियाँले भन्छन् कति बेला बिहे गर्छौ कहिले बिहे गर्छौ भनेर एउटा यहाँ दिदीलाई झेल्न गाह्रो परिरहेको छ पछि बुढी थप्यो भने त दुईजना मिलेर मार्छ नि त मलाई घाँटी नाकेर त मात्रै हो कि रिसाउने बुझिस् टुलु भाइ त मेरो प्राणको प्राण भइदियो उसको बत्ती गयो अहिले त्यहाँ के अरे उता हल्ला नगर भगवान कसम बत्ती गयो भनेको
भनेको मलाई घाँटी छोडिस् तैँले यत्तिकै गरिस् मैले छोइसकेँ छाला यस्तो गरेर बत्तीको मलाई थाहा हुन्न मलाई सबजना मिलेर हेप्न खोजेका यस्तो गर त्यसो भए तेरो केक लिएर आइज अहिले त्यो केक कटिङ त्यो टेबल पनि लिएर आइज बरु सँगै जाउँ लिएर यहीँ लाइभमा केक कटिङ हुन्छ त्यो आज लाइभमा केक कटिङ लाइभमा केक कटिङ यस सर काट्नै पर्यो नि त है यसो रमाइलो गर्नु पऱ्यो किनकि खुसी होस् दुखीमा त सम्झिन्न होला कुलबोयले है दुःख परेको बेलामा कुलबोय एक्लै यसो थापेर बस्छ होला तर खुसीको बेलामा चाहिँ ग्याङ छ है फेरि साथमा दुःखको बेलामा चाहिँ ग्याङ उताबाट आफै आउनु पर्यो है हामीसम्म भनेर यस सर खुसी हो रे यो केक चाहिँ मलाई गाइस यो केक चाहिँ मेरो अभय भाइले है अभय भाइले यो केक अनि यो मलाई ओए के हो यो पैसाको बुके यस खै कहिले त दिनुहोस् होइन कहिले त मलाई फुलको पनि दिनुहोस् देखिस् कति माया गर्छन् ओए पारस ए होइन पारस धेरै म गर्ने भए गन पैसा कति थियो भनेर गन्न भन्दैन न अहिले म नचोरै अहिले अर्काको यहाँ हेर है ल गाइस यो देख्दै होइन देख्दै बेलुका यहाँ मेरो टक्क एक काटेर खाइदिएलाम जस्तो यो सिम्पल खालको सेतो खालको केक चाहिँ मलाई पनि मनपर्छ है ओपी नै छ क्या देख्दै यो केक कटिङ त गर्नै पर्ने हुन्छ तर त्यसको लागि पहिला उ गर यो चाहिँ पाल नपाला भाइ अघि सपना पनि भान्जा तिमी उता जाऊ त तिमी देखिरहेको छैन पहिले उता जाऊ त्यो टेबल लिएर टेबल पर्दैन के यसमा काटौँ न यसमा मुढामा देखिन्न मुढा देखिन्छ नि किन देखिन्छ पख मुढामा देख मुढामा काट्नुपर्छ के भन्छन् होला मान्छेले पनि के भन्छ एउटै घरमा 2-2 लाइभ बसिरहेका छन् यो त मेरो हो त्यही कुरा देख मेरो तेरो नभन के भन्छ हाम्रो भन ल भान्जा तिमी बुझेर नदेख भान्जा तिमी यतापट्टि आऊ यतापट्टि आऊ डल्ले तैँले खाइदिलास् नि फेरि जुठो गाइस सबैजनालाई है हिजो चाहिँ हल्का हाम्रो खाना पाउनु भएको थिएन ल बस त्यो पैसाको गुलदस्ता पनि राख ल यो त छोड्दिन नि चल यो डल्लेलाई अहिले हटा त ओइ त्यो क्लास लिनुपर्ने अहिले बुलेट गाउँ ठगरी ओइ छोड्दो न तेरो म क्लास लिन्छु अहिले फेरि ल खै के भयो त सबैजनालाई है एकदम नमस्ते छ एकदम प्रणाम छ एकदम ढोक छ जहाँबाट पनि हेर्लाग्नुपर्छ जुन ठाउँबाट पनि हेर्लाग्नु भएको छ सबैलाई माया छ है हाम्रो साइडबाट आज मेरो दिदी यो मनिषा बम ठकुरी उर्फ अनुहार नपरेकीलाई नपरेकीको आज बर्थडे परेको छ है अनि आज यसको 38औं बर्थडे हो 37बाट 38मा आए 38औं बर्थडे हो र यो बर्थडेमा ओए बाबु कहाँबाट आइए कहाँबाट आइए बाबै यही का तेरा म हेर कनपटा फोडौँला हेर कहाँ गएको थी बाबै न यही का ए ठिक छ रोक अहिले यहाँ केक कटिङ हुँदैछ केक कटिङ गर्ने भनेर राखेको यो रोक एकछिन बग रोक त्यसो भए त यतै लाइभमा रोक मेरो पनि एक्सेप्ट गर ल कहाँ गएको थिए यार कहाँ बाइक गई थी त हटाउँदिन अहिले म अहिले उता जान्छु नि त तेरो अलग एङ्गल राख्नु त डिफ्रेन्ट एङ्गलबाट दिनु त हाम्रो लाइभ पनि न यस्तो गरिदिउँ न डिफ्रेन्ट एङ्गलबाट दिउँ कि हाम्रो लाइभ कस्तो कतिसम्मको प्रोडक्सन रहेछ भन्दैन नि त दुनियाँले सबै एङ्गल हालेर सबै एङ्गलको लाइभ छ यार ल हेर त्यहाँ कस्तो हेभी लाइभ आमा पनि आमाले बोला कति हेभी लाइभ छ होइन चार 5-5वटा एङ्गलबाट कभरेज हानेको छ क्या थ्याङ्क यू ल कतिवटा एङ्गलको कभरेज छ ल ताली बजाउने हो कि ल मैले सानो स्पिच त दिनु पर्यो नि त भिक्ट्री स्पिच है आज 2082 साल 82-83 हो 2082 साल मङ्सिरको 21 गते डिसेम्बर 7 पारेर यसको जन्मदिन परेको छ यसको आज 38औं जन्मदिनमा सबैलाई स्वागत छ सबै 38 होइन होला हो 38 अहिले घटाइकी छ उसमा 48 भन्नै छ भने होइन 38 साँच्चीकै भनेको मजाक गरेको होइन यो मार्चमा
32-33 होला क्या तिमी पनि हेत्तेरी होइन यो जनयुद्धमा बम बारुद सप्लाई गर्थ्यो यसले पहिला काटु तुलु भाइ काटु नाइन एकछिन बस्नु। अनि सबैलाई है स्वागत छ यो बर्थडेको एकदम विशेष कार्यक्रममा विशेष कुरामा एकचोटि कार्यक्रम नाच्ने छ हो कि फेरि हँ? नाच्ने हो कि अब केक राखेर केक नाच्छ। राखेर, अँ। केक राखेर। ल ल ल ल ल ओ, जो पनि नाच्नु गयो नाप गा फेरि हेर न ऊ पनि तुलु पनि ल गीत नाच्ने हो कुन गीत हो? बर्थडेको सङ लगाइस न बर्थडेको बर्थडेको सँग कसरी नाच्नु त त्यही त भन्ने भयो त नि त्यो छोड अहिले ननाचौ छोड बस अब यसो के हो है नाच प्रतियोगिता त बिचमै रोक्नुलाई त ल जन तेरो फेरि ल म्याच होला नि त कोसममा त नभिड के नभिड तेरो म छ नि बुझिस् कि नै पार्छ आज बिल्ला हुन्छ कस्तो नभिड छोड दे। आज ल धन्यवाद सानो हातमा लिएर सम्पूर्ण मेरा प्रियजनहरू र हामीसँग सँगै हुनुहुन्छ हाम्रा विशिष्ट अतिथिमा टुल्लु बेबी बेबी उठेर नमस्कार गर्नु पर्दैन अतिथिको पदमा आसन ग्रहण गरिदिनु हुनको लागि विशिष्ट अतिथिमा छन् हाम्रा टुल्लु बेबी दाङबाट उठेर भाइ उठेर गर्नु पर्यो नि यार एक कुर्सीमा उठेर बस्ने ल ल बसौँ वरिष्ठ अतिथिमा छन् हाम्रो आबाजी ए हा हा ओके र सम्पूर्ण मेरा प्यारा मित्रजनहरू सम्पूर्ण मेरा भाइ बन्धुहरू सबैजना दाजुभाइहरू सबै आमा अङ्कल आन्टी सबैजनाले हेरिराख्नु भएको छ लाइभ र केक कटिङ सेरेमोनी अब सुरु गर्दैछौँ बिस्तारै जब हुँदैन जब यो पहिला सानी थिएँ नि एकदम सानीदेखि यसले केक सेक कहिले पनि देख्न नपाइयो कि कहिले पनि अनि यो पहिला यसको हामीले बर्थडे काट्ने बेलामा केक सेक काट्ने बेलामा हलुवाको केक बनाइदिन्थ्यो यसले सुन्यो नि गाइस सानी थिए सुन्छ न सानी हुँदा ऊ त जन्मेकै थिएन त उसलाई कसरी थाहा भयो मम्मीले भन्नुहुन्थ्यो नि त मम्मीले भन्नुहुन्थ्यो चल ल यो त यसले गफ दिइराखेको छ कि पहिला यो खत्रै मान्छे हो ल रानीमल भन्दा पनि अगाडिपट्टिको मान्छे हो यो ल ल ल ल सङ लगाऊ न पहिला सङ हो नाइ सङ नआइन सङ बिनै काट्ने म गाइरहेको छु त विस माग्छु मलाई विस माग्न दिएन पहिला चल माग ल त थाहा छु सुनिरहेको छ मन सुनिरहेको छ नसुनिने गर्नु सुन्ने नसुनिने गरेर गऱ्यो भने कसरी पुरा हुन्छ भाइ सुनिने गरेर भनेपछि पो पुरा होला त होइन र होइन नसुन्ने र अरूलाई नसुनाउनु रे के स्कुटी चक्कु लिएर के गरे होला त उइस मागे हो कि कसैलाई मार्छु भनेर वेलकम अरुण मेरो बाचा भयो बुझ्छि नै हो मलाई एक महिना दिला चल बाचा भयो है गाइस स्कुटी आउलायो तर मलाई कुन कलरको भाइ न तेरो लागि गोल्डन कलरको नै भयो त्यति महँगो नै के चाहिन्छ ल के चाहिन्छ बाचा भयो के मेरो दिदीले गर्ने ख्वाइस माग्ने अनि कि मैले पुरा गर्न नसक्ने पनि हुन्छ यसले त्यो खेलाउनवाला ल्याइदिनु बेर छैन गाइस कि यसले काठको बनाएको के मान्छेको र काटम न हौ काटम भान्जालाई हेपे भनेर भन्यो होइन भान्जा हेप्ने खालको भान्जा छ कि मेरो बुझेनौ अहिले बर्थडे भइरहेको छ उतापट्टि गएर त्यो गेम खेल्न थालिसक्यो मोबाइल लेजेन्ड हो के भन्ने अनि यस्ता भान्जालाई काटम न हौ काटम ल चल यो जलाउने साइड जलाउनु नै अहिले तुलु ल तुलु ल गाउ त Happy birthday to you. Happy birthday to you. Happy birthday to you. रातो भनेको के रातो गाइस फर्स्ट बाइट मेरो प्यारो प्यारो भाइ र मेरो यता बहिनी अनि मेरो सम्पूर्ण प्यारा प्यारा Thank you so much. Happy birthday to you once again. चिन्तकहरूलाई है हजुरहरूको माया र यो आशीर्वादवाला बर्थडेको विशेष जिन्दगीमा यस्तो कहिले पनि पाएको थिएन यसले फकाइरहेछ है अहिले बुझेनौ बिग म्याच भन्दै छ फकाइरहेछ एउटाकालाई पनि फकाइरहेछ है फकाइरहेछ यो नपस्नु कोही पनि रेड वाला है रेड भेट हो के रे Velvet. वेलभेट रेड भेलभेट ल चल ल अब उनीहरूको सट्टा त तैँले खानु पर्छ नि किनभने त र उहाँहरू भनेको त एउटै टुक्रा ल म थोरै मलाई स्ट्रबेरी दिए के म स्ट्रबेरी खान्छु म खान्दिनँ के यो हो के पास खतरा होला खाएकै छैन हामीले त कहिले म तैँले के गरे के हो हात बना ए अघि यस्तो गरेको थिएँ के गर्या यहाँ हात गनायो भन्छ अब हेर्नु है भाइ जे गर्दाखेरि पनि भएन यार यो मम्मी खै त मम्मी घरतिर हुनुहुन्छ है मम्मी मेरो माइली दिदी
केक हेर त्यो फेरि कति मातेको थियो ल ल ल मामालाई भुक है बम खाजी है। ल अब मेरो तुलु भाइको सरप्राइज। टुलु भाइको सरप्राइजको पालो छ है। मलाई टुलु भाइ तले सरप्राइज ल्याएको छै? मैले केक ल्याएको छु यहाँ दिदीको लागि। मेरो भाइ थ्याङ्क यू ओके है। थ्याङ्क यू सो मच। म आएर थाहा नि भर्खर थाहा भइरहेको छु अनि गाइस देख्यौ भाइको ल माया। ल ल ल हाम्रो नि के आउला नि त ल चल काटिहालन। के हो सायरी पनि रेडी गरेर राखेको छ कि 2 लाइन पनि भन्छु भनेर भन्दै थियो त्यही भएर। भाइको माया त मलाई अहिले भर्खर थाहा भयो नि त गाइस यो 2 लाइन हाम्रो मनिषा दिदीको लागि। गाइस यो 2 लाइन हाम्रो मनिषा दिदीको लागि। आज मनिषा दिदीको जन्मदिन। मनिषा दिदीलाई जन्माउने मनिषा दिदीको मम्मी पनि सधैँभरि खुसी हुनु। तपाईको आँखामा कहिले आँसु होइन ओठमा हाँसो देख्न पाऊँ। तपाईको आयु 40-50 वर्ष होइन 100 वर्ष बाँचेको देख्न पाऊँ। ह्याप्पी बर्थडे टु यु मनिषा दिदी। धेरै धेरै माया छ टुलु भाइलाई दाङदेखि। तपाईले चाहेको हरेक कुराहरू सबै कुराहरू पुरा होस्। जीवनमा कहिले पनि दुःख नहोस्। सधैँभरि तपाईँ खुसी हुनु होइन। सबैजना दर्शकहरूले पनि निकै माया गरिदिनु होला भन्न चाहन्छु। गाइस है मारे यार यो 2 लाइनले त मारे यार। यो 2 लाइनले यति हानेपछि थ्याङ्क यू सो मच मेरो भाइ। पुगिहाल्यो। नाकमा तिम्रो स्पेशल आजको सबभन्दा मेन त तुलु भाइले मात्रै मलाई कोही भन्दा कसैले पनि गरेको थिएन त्यस्तै बर्थडे मेरो म पनि केक लिएर आउनु पर्ने जस्तो भयो नि हिजो कसैले केक लिएर आएको नाच्दा नाच्दै केकै ढलाइदिए। ल ठिक छ। ल केक सेक काटेर भाइ आफू पनि खाइहाल। हामीलाई पनि खिलाउन थोरै कि आफू लुकाउनलाई त यार। ल मैले चाहिँ यहाँबाट काटिसकेँ अब होइन। फोटा खुवाइ गरी फोटा पनि बनाइदिनु दिदीको लागि। बाबु आबा को चिन्छ कि चिन्दैन? फोटा पनि थियो। फोटा कता हराएर हुन्छ कि किन सोधेको फेरि दराजको माथि छ होला हेर त फोटो। फोटा फोटा यहाँ रहेछ ठिक ठिक। फोटा पनि बनाइदिएको छु मैले दिदीको लागि स्पेसली। रातो एन्ड मनिषा दिदी थ्याङ्क यू मेरो भाइ। थ्याङ्क यू सो मच। नगर ओ माय गॉड यो फोटोको उले त खतरा मार्केटमा है यो वालाले हेराइहेर नि दुईजनाको हेराइ फोटोबाट बाहिर निस्केर नाम पर्ला जस्तो छन्। नगर है अर्कालाई पारस नगर। जिस्केको कहाँ गर्छु म त्यो पागल हो म त्यो भल्लालाई त्यो डल्लेलाई विचार तर्सिन्छ कि नगर न। ल ल हाम्रो मनिषा दिदीको लागि स्पेशल होइन। लेखेका पनि छन् थ्याङ्क यू मेरो भाइ। थ्याङ्क यू सो मच। यो फोटो छापिदिने मान्छे चाहिँ को यार रेगुलर? भाइले के सोचेको? ल ल ठिक छ चल ओके छ। आजको बर्थडे अहिले दुईजनाको सँगै राखेर गरेको क्या उसले। थ्याङ्क यू सो मच। ल बर्थडे सेलिब्रेसन सकिसकेको छ अहिले जानै पर्ने राम्रोसँग बस्नु होला। Happy birthday to you once again दिजु। थ्याङ्क यू सो मच। थ्याङ्क यू। आबा तिम्रो बर्थडे कहिले अरे भन त? म आउँछु अप्रिलमा। ए त्यो थाहा थियो मलाई। कति अप्रिलै हो जस्तो लाग्यो। अहिले हानिदिन्छु नि फेरि। ल ल जिस्केको सानो राम्रोसँग बस। म पनि जान्छु। तिमी अस्ति नै आएको होइन मेरो बर्थडेमा। अब तिमीलाई मेरो बर्थडे नै याद छैन होइन हल्का बिर्सियो नि त त्यत्रो दिन जोइन भएन नि त तिमी त्यही भएर। त्यही त ल ल ल ल सुन यो मनिषाले मसँग कच पारेकी छ कि आज। यसको हुन्छ अहिले बन्दोबस्त। ल जान्छु है। ल म निस्केको ल ल भोलि भेटौँला भोलि। ल ल भोलि आऊ ल लाइभमा ल रेला गर्नु पर्छ। बाई ल तुल्लु बाहिर आऊ। रेडी मात्रै भएर बस्छ। 11 भएको छ। एउटा कुरा चाहिँ भन्न चाहन्छु है। एउटा कुरा भन्न चाहन्छु। जति त्यसलाई चाहिँ नसुनाउनु कि जति गाली गऱ्यो भने पनि जति झगडा पऱ्यो भने जति फाइट गऱ्यो भने पनि घरभित्रको दिदी र भाइको जुन नाता हुन्छ नि त्यो अमर नाता हो है। बुझेको बुझेन? त्यो सकिँदैन। त्यो
तुलेर पनि यसो भनौँ न गिफ्टै दिनुपर्छ भन्ने ठुलो कुरा छैन। भाइहरू भनेको त दिदीहरूको लागि गिफ्ट सर हो नि, होइन त? दिदी भाइको नाता चाहिँ एकदम है, बुझेन? जब कहिले पनि आफ्नो दिदीले आफ्नो भाइलाई नराम्रो होस् भनेर कहिले पनि सोचेको हुँदैन। जहिले भाइको राम्रो सोच्नु सबैजना दिदी बहिनीहरूले, भाइले पनि दिदीलाई राम्रो गर्नु, राम्ररी रेस्पेक्ट गर्नु, माया गर्नु, कहिले पनि हेला नगर्नु। भनौँ न कति 50जनाको दिदीहरू बाहिर हुनुहुन्छ होला, भाइ नेपालमा छन् होला, भाइ बाहिर दिदी नेपालमा हुनुहुन्छ होला। तिहार दसैँ तिहारको बेलामा सँगै हुन पाइँदैन होला, भाइटिकामा याद आउँछ होला है, अनि यो के अरे रक्षाबन्धनहरू बाँध्ने बेलामा याद आउँछ होला। त्यस्तो त्यस्तो बेलामा चाहिँ दिदीभाइ एकदम मिस हुँदो रहेछ कि। र म आफूलाई एकदम भगवान्ले ब्लेस्ड गरेको जस्तो लाग्छ। मेरो दिदी मसँग चाहिँ, म नेपालमै बसिरहेको छु, यताउति भइरहेको छ। बाहिरपट्टि सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू है, जति पनि जना आफ्नो काम गरिराख्नु भएको छ, आफ्नो कुराहरू भइरहेको छ। हसल हार्ड अहिले हो कि आफ्नो सिस्टरलाई, आफ्नो ममलाई, आफ्नो फ्यामिलीलाई, आफ्नो बाबालाई राम्रो लाइफ दिनु, राम्रो आफ्नो बुढीलाई, आफ्नो बच्चाहरूलाई राम्रो एजुकेसन दिनु, बुढीलाई राम्रो ठाउँमा लग्नु, यसो कमी नहोस् कि, बुझेन? मेरो बुढा छ है भन्ने होस् न, फिल होस्, त्यस्तो खालको गर्नु होला। फ्यामिली फर्स्ट हो क्या, सबै कुराहरू त्यागेर फ्यामिली इज अलवेज फर्स्ट, बुझेन? फ्यामिली इज फर्स्ट। कुनै फ्यामिली फेरि ब्लडले होइन, अर्को बाहिरको पनि फ्यामिली हुन्छ, बुझेन? ब्लड बाहेकको पनि फ्यामिली हुन्छ, ब्रदर्स भन्छ त्यसलाई चाहिँ। दाजुभाइको नाता पनि कहिले पनि नटुडाउनु है। कोही नयाँ मान्छे लाइफमा इन्ट्री भइसकेपछि नयाँ मान्छे लाइफमा इन्ट्री भयो, मेरो पुरानो साथीभाइ छोडिदिन्छु भन्ने हुँदैन। पुरानो साथीभाइले नै बनाएको हजुरहरूलाई पुरानो साथीभाइसँगको एकदम कुराहरू राख्नु, तर लाइफ चाहिँ सेयर गर्नु पऱ्यो, किनकि उतापट्टि बिग म्याच क्विन आएको छ अहिले। के हो सेयर गर आफ्नो मान्छेहरूलाई है, तैँले चाहिँ आफ्नो मान्छेहरूमा मैले सेयर गर्नुपर्छ भाइ। त्यही भएर भनेको पहिले रोलास होइन, त्योभन्दा अगाडि नै प्लिज डु सेयर, ओके? डु सेयर। म धेरै उ गर्दैन, धेरै भान्जा खोइ भनेर भन्दैछन्, भान्जाको बेहोरा भन् त। हामी त्यसमा सोसियल मिडियामा देखाउँदैनौँ कि, त्यही भएर हो। त्यो सोसियल मिडियामा देखाउँदैन, अघि मैले देखाइदिइसकेँ, भान्जा देखिएन भनेर भन्न थाले सबले। भान्जालाई एउटा कुरा भन्छु है, भान्जालाई हेपेको यताउति गरेको भनेर भनौँला, एक जमात छ मान्छेहरूको। भान्जा बिजी छ के, भान्जा त राति 11-12 बजीसम्म बिजी, बिहानै बिजी, बेलुकै बिजी। सबभन्दा बिजी त मेरो भान्जा, घरको सानो बालबच्चा पो हुन्छ नि त आजभोलि बिजी। मोबाइल पाउन पाएको हुन्न, रोब्लक्स भनेको छ, मोबाइल लेजेन्ड भनेको छ। तँलाई थाहा छ, तैँले सुरुमा तैँले पनि गेम खेल्दाखेरि मैले गएर बत्ती निभाइदाखेरि त कस्तो गर्थ्इस्, थाहा छ कि थाहा छैन? याद छ कि छैन? त पब्जी खेल्दाखेरि यताबाट मैले वाइफाई बन्द गर्दाखेरि तँलाई कस्तो रिस उठ्थ्यो? त्यो दिन तैँले पब्जी खेल्ने बेला मेरो वाइफाई बन्द गरेर ठिक गरिस्, नत्र अहिलेसम्म म पिएमजिसी प्लेयर बनिसक्थेँ। हेर अहिले के बनेको छु, बुझिस् कि बुझिनेस्? तैँले त मेरो फोटो राखेर मलाई त माता बनेर बिहान र बेलुका पूजा गर्नुपर्ने रहेछ नि त। त्यसो भए तेरो मैले फोटो राखेको छु त घरमा, कोठामा। तर पारस है, टाइममा हात धुने बानी चाहिँ बसाल है त, भगवान कसम हो है न। मैले कहीँ लगेको थिइनँ हौ, कस्तो हल्ला नगर है मन्सा, बिल्ला नगर अगाडि आइज, बोला न कोछन्, डबल ट्याप दम खम भएका मान्छे बोला कोछन् तेरा। सब दमै दम छन् आज त, दम यतिका बर्थडे भयो भनेर अलिकति उछलकुद भइरहेको होला क्या, होइन? बुझिनेस्? थाहा छ होला नि फेरि कुलबाईको हरेक दिन बर्थडे हो भनेर। हेर्न अहिले अरे यार यसले सेयर गर्न थाल्यो है, यसले सेयर गर्न थाल्यो। त्यो तलपट्टि त्यो चिटिङ गर्न पाउँदैन है मन्छा। हेर, तैँले वाट्सएपमा सेयर गरिस्, केसमा सेयर गरिस्, तैँले आफ्नो मान्छेहरूलाई, तर डर भन्ने केही सेयर गर्नु पर्दैन कि। आज बर्थडेको दिन सबजना मान्छेहरूलाई तान्छु कि मैले चुम्बकीय आतङ्कबाट। धेरै म बस्दैन, यही एउटा हो, पछि सोच्दैछ ए अर्को वान मात्रै हो, हेरिराख्नु अहिले। फेरि खेल भनिस् भन्ने नि पाउँदैनस्, म त अलि बिजी हुन्छु। आउनु भएन हो, आई एम टु मच बिजी राइट नाउ, ओके? थ्याङ्क यू प्रदीप। सरी गरेन मैले त, त्यो साउन्ड बढाउनु ला थिएँ, यो हल्का भयो। यसले सब सेयर गरेर चाहिँ आँखा यतापट्टि नजर राखेर यसलाई त जान्छु नि मैले, यति त थाहा पाइसकेँ नि। एउटा आँखा यतातिर हेरेर लट्ठ बनाएँ यसले सबलाई, बुझेन? त्यहाँ
यो यस्तो नो चान्स। लट्ठै पारी थ्याङ्क यू गाइज। सुरु भएको केक काट्न बिर्स्यो रे। काटिसक्यो। साउन्ड देखेछस् पछाडि साउन्ड? म छिरिसकेपछि त्यतिको साउन्ड त हुनु पर्यो त लाइभमा। अरू दिन आउँदैन त, मै भएपछि मात्रै आउँछ यस्तो साउन्ड त। वेलकम आर यु हेर तँलाई लेडिज मान्छेले नै तँलाई घायल बनाइदिन्छ हेर्दैछ। तँ भर्सेस मेरो एउटा लेडिज ओके हेरौँ न। लेडिज मात्रै लेडिजहरू मात्रै चल बुझिस्। हेरौँला नि हेरौँला देखौँला देखौँला सुनौला। पनिसमेन्ट पनि हुन्छ फेरि बुझिस् नै 12 बज्न थालिसक्यो। पनिसमेन्ट पनि दिनुपर्छ। कहिले हुने हो जलवा खै केही भएन त जलवा हुन्थ्यो त नत्र लक्षण हुने बिरुवाको चिल्लो पात हुन्छ नि हाम्रो हुन्छ अहिले बग्न पात बिस्तारी हुन्छ कि हाम्रो बिस्तारी। नाति तर डराछस् मलाई थाहा छ केही न केही हुन्छ कि जस्तो लाएर भनेर पनि त डराइसकिछस् पहिले किन आश गरी तात्ती भनेर। केही हुनेवाला छैन के। लास्ट टाइम भइसक्यो हेर म थाकेको पनि छु सुत्ने हो यसपछि त रोइदै गर्न थालिस् है। वान एन्ड डन हो। थ्याङ्क यू। ओ माई गड थ्याङ्क यू सो मच। पनिसमेन्ट पनि हुन्छ है गाइस, अघि नै भनिसक्यो उसले है, आफै भनेको। सबका बदला लेगा आज। थ्याङ्क यू। 1 मिनेट त चोखै छ ब्रदर थ्याङ्क यू सो मच। पनिसमेन्ट आज हुनैपर्छ तर पनिसमेन्ट चाहिँ के दिने हो गाइज सोच्दै गरौँ न हामी। त्यो स्योर हो कि हामीले नै दिने हो, टेन्सन नलिनु। हेर धेरै पनि होइन 3000 पोइन्ट मात्रै हो। यता केटाहरूले यस्तो आँखा खोलेर यस्तो हान्न थाल्यो भने 3000 एकछिनमै हो। बुझिनेस् अहिले आज सब केटाहरूले कसैले नै हान्दैनन् कि आज बुझिस् नि। आजको दिन पनि म हारेँ भने त औराको लौरा होला जस्तो छ। ए भाडा माझ्ने सबै पनिसमेन्ट। ओके गाइज भोलि धारामा पानी आउँछ लुगा धोइदिए हुन्छ त्यति बिहान। अगाडि बढिसक्यो कुल भयो देखिनुहोस् मार्च भइसक्यो अगाडिपट्टि। त्यो खेलिरहेछौँ हामी एकछिन। अगाडि बढिसक्यो कुल भयो हेर त्यहाँ अगाडि बढिसक्यो कुल भयो हेर त्यहाँ देखि हात साबुनले धुन लगाउनु अरे यो पनि पनिसमेन्टै हो गाइस। Who's this? Medical baddie, welcome. Okay, medical baddie. And official. के हो होइन याद गर बुझिस् कि बुझिनेस् बर्थडे होस् कि जे होस् बर्थडे बिहा वर्तमान भोज जुन दिनमा पनि बोला मलाई बुझिनेस् रेडी छु कुल भयो अलवेज रेडी हो अलवेज रेडी बुझिस् रेडी भएर बस के त बुझिस्। थ्याङ्क यू। सर्टिफाइड मेडिकल ब्याडी लेट्स गो फर इट। अरे यार अलिकतिले गाइस यस्ता घिनलाग्दा मान्छेहरू किन आउँछन् कुन्नी यो संसारमा थाहा छैन। एना अफिसियल मेडिकल ब्याडी नवीन कल्पना त्यही त भने हल्का ढिलो भयो कि ठिक छ। पनिसमेन्ट के पनिसमेन्ट हान्नु मैले अघि तेरो त्यो भन्दा ठुलो पनिसमेन्ट के हुन्छ? त्यो हातले मैले केक खाएँ त्यो नधोको हातले। यता सुन त्यो हल्ला नगर दुनियाँ अगाडि बिला नगर हेर मेडिकल मान्छेहरू आएको छ। यता सुन त्यो बुके छैन बुकेबाट 500 रुपियाँ मलाई दे छिटो। भाइ म त म मर्दा 100 रुपियाँ दिन्छु। पनिसमेन्ट हो पनिसमेन्ट हो। बेस्ट अफ 3 हुनुपर्छ यहाँ सबले बेस्ट अफ 3 भने उता गरेर नि भन न त बेस्ट अफ 3 हुनुपर्छ भने हेर ज्यादा हुन नगर के। 500 रुपियाँ यतिकै पाइन्छ 500 रुपियाँ भने यतिकै पाइन्छ। हेर यता सुन तँलाई लेडिज पावरले नै हान्दिएको अहिले बुझिस् नि यतापट्टि लेडिज पावरले मात्रै खेलेको हो यो बुझिस् हाम्रो त यता खेलेकै छैनन् खेल्ने भन्न लेडिज पावर देखाउनु भन्छ। यसलाई एउटा चान्स दिम त
यसलाई एउटा चान्स दिउँ त भन त एउटा चान्स दिउँ लेडिज पावरहरू मात्रै बस है लेडिज पावर मात्रै लेडिजलाई हिराले काटे जस्तो गरेर केटीले नै हो के केटीलाई केटीले काटिरहेछौ होइन भोलि यही केटी चाहिँ अमाजु बन्न सक्छ भन्ने पनि अलिकति होस गर केटी हो हेरौँला त्यति बेलामा हेरौँला मैले माया गरिसकेपछि तैँले माया गर्नै पर्छ मैले नै माया गर्नुपर्छ धेरै बुझिस् नि मैले माया गर्नुपर्छ हल्का साइड लाग्के हल्का यो साइड त हल्का हाम्रो वार्म अप थियो वार्म अप हामीले चाहिँ हल्का आफूलाई एक चान्स दिउँ मलाई एक चान्स दिउँ मलाई धेरै प्यार गर्न थाली ए ओडाको प्लेयर बुझिराख यो एउटा काने पोखरीको जङ्गलको केटाहरूले मात्रै खेलेको बुझिस् कि नै अब तेरो काम छैन के पारस ला फोन गर बोला को यही गफ दिइराथिस् त 28 बनाइस् ल आइज केटीहरूको धाक देखाइछ न तैँले केटीहरूको धाक देखाइछ न आज आएर आफ्ना भाइहरूलाई सबलाई त्याग्दैछ न यता हो भाइहरू बुझ्यौ नि उसले गर्ल्सहरूलाई मात्रै च्याप्यो होइन तिमीहरू किन यस्तो बुझेको थिएन अहिलेसम्म बुझ्यौ नि होइन है च्याट यो तिमीहरू गर्ल्स इमोसनल भर्सेस बोइज हुन्छ अब यहाँ यसले इमोसनल मेल गरेर राखी चाहिँ मेरो भाइहरूले देखाउँछ पावर यसले इमोसनल मेल गरेर चाहिँ केटाहरू ब्ल्याकमेल होइन ब्ल्याकमेल फेरि सबजना यहाँ बस्लो काला काला घरहरू मात्रै ऊ होला भन्ला इमोसनल ब्ल्याकमेल होइन इमोसनल मेल गरेर राखेको छ केटा मान्छेलाई यसले इमोसनल देखाइराखेको छ मैले छोडिदिइसकेँ बर्थडेको दिन पारेर च्याटका मात्रैलाई म विश्वास गर्छु र मेरो भाइहरूलाई मात्रै लागि म आमामा यो त अति खतरा हुन थालिदियो यार यो त भाइ र दाइ भातृत्व देश विकास यो त खतरा कुरा गर्न थालिदियो हेर त्यहाँ डबल ट्याप हेर पहिला जति डबल ट्याप गरे केटीहरू रेडी छन् के बुझेर बस यता पनि भाइहरू मेरो भाइहरू केटाहरूको पावर हेर अब यहाँ के सोच्छस् भाइ यहाँ सँगै पनि बसिरहेको होलान् गर्लफ्रेन्ड र बोयफ्रेन्डले पनि सँगै बसेर मेरो लाइफ हेरिरहेको होलान् हेर केटी गर्लफ्रेन्डहरू आफ्नो बोयफ्रेन्डको काम नपिहाल्नु है उतापट्टि गर्लफ्रेन्डले यदि समातेकी छिन् भनेपछि लेडिज पावर त यतै आइसकिन् अब त सिद्धिस् कि अब ऊ आयो लेडिज पावर अहिले हेर्न हेरौँला है हेरौँला दम कम देखा हेरौँला केटाहरू भाइहरू बेलैमा सुब्बु भइहाल्छ है हेर देख्यौ नि सबका घरका हस्बेन्ड वाइफको खाइ परेर होला हामी थ्याङ्क यू गाइज अब त सक्दैनस् भाइ अहिले त मैले नि भनेको होइन यहाँ सबैजना च्याटको मान्छेहरूले सबैजनाले वान मोर भनेर भन्नुभएको मैले केही पनि होइन डुब्न लागेको ढुङ्गालाई यसो लाएर क्रेन हालेर निकालेको बुझिस् कि नै चान्स दिएको ए अहिले हेर्न गो डुब्छ हेर यति बेला चान्समा डान्स हान डुबाइ हेर यहाँ एउटै केटीले चाहिँ तहल्का मचाएको हेर अब कस्तो हुन्छ केटीले खेल्ने पावर कस्तो हुन्छ भनेर हेर्छस् त हेरौँला लास्ट है मजा निस्किन्छु थ्याङ्क यू हस् न अहिले एमबिपीहरू हेर्छस् कि यहाँ तैँले जिन्दगीमा देख्छस् तैँले एमबिपीहरूलाई त्यहाँ हेर के लागेको छ माथि देखिस् त्यस्तो त हामी यति लगाइदिएर हुन्छौँ गेम नखेलिकन बुस्टर त सर्टिफाइड ब्याडी है सर्टिफाइड ब्याडीलाई च्यालेन्ज आयो भाइ सुत के सुत बोरी अवस्था गरेर केही छैन एक नारी सबै भारी हो हेर्दै जानु अहिले त्यहाँ हेर्न त्यहाँ सर्टिफाइड ब्याडी लप्छ है थ्याङ्क यू सो मच गाइस थ्याङ्क यू मिलन थ्याङ्क यू मिलन मगर ठिक छ आस्ना ठिक छ आस्नाले यतैतिर आएर छरिसक्यौँ बास्ना थ्याङ्क यू आस्ना यस्तो किन फाल्यो यस्तो गनाउने बास्ना उतातिर हो यतातिर त बास्नै बास्ना हो के को गनाउने बास्ना हो र आफै गनाइरहेछस् त अघिदेखि आना लेडी लेट्स गो आना लेडी हेर देख्यौ भर्खर अरूको आयो एकछिनमै के एकछिनमै त्यस्तो के पनि होइन मेरो मैले एक नारी सबै भारी भनिसकेँ त बुझ्छु नि गाइज यस्तो डबल ट्याप गर नि नाकमा ताकेर नाकमा गर है You are gone. Final. त्यो त one. You are gone. It's already over for you. It's already over for you. Guys. ताड भर सोध्नु अरे
जति पनि तैँले ट्राई गर होइन दुनियाँसँग जित्लिस् तर भाइसँग चाहिँ गाह्रै पर्छ क्या दिजु बुझिनुहोस् भाइलाई चाहिँ जित्न गाह्रो छ क्या हेर्न भाइलाई जित्न गाह्रो छ भाइ भनेको एकदम के सबले होइन मान्छ। मैले त सुनेको थिएँ तिहारमा सक्यो भाइ त अरू कसैको अगाडि हार्न आफ्नो दिदीको अगाडि त स्वतः म हारिदिन्छु भन्नुपर्ने हो गाइज सक्दिनस् कि सक्दिनस् भने अहिले मलाई होइन यता सुन एउटा कुरा भन्छु है एउटा कुरा भन्छु ठिक छ आज आएर यो बेथा पनि मैले दुनियाँसँग जित्लिस् तर आफ्नो भाइसँग चाहिँ अरू कुरामा चाहिँ जित्लिस् तैँले होइन खाना पकाउनमा भाँडासाँडा धुनमा लुगासुगा धोइदिनुमा त फास्ट होलिस् म भन्दा होइन बुझिनेस् तर यसमा चाहिँ अलिकति गाह्रै छ कि दिजु सम्झिने पानी छम्किने हो कि दिजु बुझ 9 सेकेन्ड छ नि अझै पनि कन्फिडेन्स छ क्या ए हुँदैन डबल ट्याप गर्न पनि छोडिदिइसक्यो उतातिर त अझै पनि कन्फिडेन्स छ क्या हेर्दै जान यो त अहिले धोबी हराइ भयो पारस अघि त कमसेकम यता बिचमा टक्कर दिएको थिएँ मैले ए प्लिज अघि अति बिल्ला गरी यार यसले यो टक्कर त दिएको थिएँ यो होइन यो मेरो केटा ग्याङहरू चाहिँ अलिक रिसाए जस्तो छ क्या मसँग दाइले यसो गाइस केटी देख्यौ ठिक छ राजाहरू ठिक छ पार्टी बदल दिया पार्टी बदल दिया 1-1 भयो नि होइन 1-1 भयो अझै पनि तसँग 8 छ ल आइज यता सुन पहिला मलाई एउटा मन्त्र पढ्न दे कान्तुन त्यो मन्त्र पढिस् भने ठोक्केर तैतिर वापस जानेवाला छ कान्तुन 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 कान म बन्द गर्न सक्छु नथुनिकन एकैछिन ओम केटाय नम ओम केटाय लड्काय नम ओम केटाहरू नम ओम लड्काय नम केटीहरू हेर देख्यौ यदि तपाईँहरू उतापट्टि गएर यता कुलबोइलाई पछाडिपट्टि छुरा रोप्न गइराख्नु भएको छ भने ओहो गल्ती ठुलो नगर्नु होला भोलिको दिनमा गर्लफ्रेन्डसँग झगडा हुनेछ हजुरहरूको यही श्राप छ मलाई मैले मेरो तर्फबाट हजुरको लागि ओम केटाय नम ओम लड्काय नम हजुरको गर्लफ्रेन्डलाई म पटाइदिन्छु अब हेर्दै जा हजुरको गर्लफ्रेन्डलाई मैले पटाएँ भने स्वतः झगडा हुन्छ त्यसपछि हजुरहरूको जानुपर्छ कन्याकुमारी स्नान गरेर लाग्दैन बाबु तैँले भनेको लाग्दैन बुझिस् कि नै कस्तो हानेको छु मन्त्र अहिले कस्तो मन्त्र हेर अहिले त्यो मन्त्र कसरी उल्टी फर्किन्छ भन्ने पनि हेर्छस् तैँले हेर्दै जाउँ ल गाइस यस्तो उल्टी फर्काउ कि त्यो मन्त्रलाई होइन के दिन्छु थाहा छ अहिले पनिसमेन्ट मैले अहिले के पनिसमेन्ट दिन्छु थाहा छ तँलाई मैले तैँले अघि केक खान्न भनेपछि त्यो पुरै केक खाएर सिद्धाउँछस् तैँले लाइभमा बसेर देखा जाएगा पहिला अलिकति जितेर अलिकति पोइन्ट अगाडि भइसकेपछि अलिकति बेसी चलाउने दिन्छु थ्याङ्क यू बास्ना भन्छु है म आस्ना भन्दिनँ ह्याप्पी बर्थडे दिदी थ्याङ्क यू गाइस डबल ट्याप गर्न नछोड है टक्कर देऊ केटाहरू सबैजना तैनात भएर बस्नु होला है हरि हरि ओम त्यस्तो कुरामा लागेर पछि नलाग्नु होला हजुरकै गर्लफ्रेन्ड उडाइदिन सक्छ ध्यान दिनु होला भाइहरू ओम नमः शिवाय केटाहरू कति राम्रा ओम सर्लक्क परेका लुगाएर कस्तो राम्रो निधार पनि चाक्लो हेर न कस्तो राम्रो देखेका कति राम्रो भनी उता केटी आफ्नो बचाएर राख्नु होला यता ध्यान लाइभमा हुँदाखेरि गाह्रो पर्न सक्छ भाइहरू बुझ्नु होला यो कुरुपाएको कुरा नसुन्नुहोस् है यो कुरुपायले गाइस डबल ट्याप गुड सेपा वेलकम खराब छ है आजको दिनमा यस्तो दिनमा परेको छ यो कुरुपाएको कुरा नसुन्नु होला कसैले पनि यदि माया छ मनदेखि माया गर्नु होला यदि माया छैन उतापट्टि गएर एक मुख हान्नु होला माया भन्ने कुरा कस्तो हुन्छ उसले हजुरको गर्लफ्रेन्डलाई देखाउनेछ फेरि हजुर हेरेको हेरे हुनु होला भाइहरू बेलैमा बुद्धि पुर्याउनु होला नभए धेरै ढिला हुन सक्छ अब हेर त्यहाँ हेर मेरो भाइको गर्लफ्रेन्ड भनेको भाइकै गर्लफ्रेन्ड हो मेरो दाइको गर्लफ्रेन्ड भनेको दाइकै गर्लफ्रेन्ड हो मेरो भाइको बुढी भनेको भाइकै बुढी हो मेरो दाइको बुढी भनेको दाइकै बुढी हो त्यसैले म कसैमा पनि आँखा लाउँदिनँ रेस्पेक्ट छ सबैलाई त्यही पनि किन हो यस्तो निन्द्राइ नलाग्ने गरेर हानेका मुख एक्लै पारेर मुख कुचाइदिए मेरो गाह्रो छ आज आफ्नैलाई मारे आफ्नैलाई घोपे ठिकै छ हजुरौँ नमः जानै पर्ने हुन्छ अब
के गर्नु गाह्रो हजुरले एकछिन पनिसमेन्ट गर्नुपर्ने हुन्छ हजुरले। म कसैको पनि दायाँ बायाँ कतै पनि कसैलाई हेर्ने छैन भनेर हजुरले सन्यास लिँदै त्यो अघिको 1 किलो केक सबै सक्नुपर्ने हुन्छ। नमः लाइभमै बसेर आज जसरी भए पनि सक्नै पर्ने हुन्छ। कस्तो दिन आएछ मेरो, यस्तो डरलाग्दो मान्छेसँग बोल्नु पर्ने। के गर्नु, अनुहार नै यस्तै हो कि मान्छे यस्तै हो। बालबच्चा छन् भने लाइभमा नदेखाउनु होला, तर्सिन सक्छन्, त्यसैले साइडै लगाइदिउँ। राति निद्रा लागेको छैन, बच्चा सुताउनु पर्यो, रोएर सुताउनु पर्ने हो भने यसको फोटो देखाइदिनु होला। एकदमै हरि हरि। त्यही त नि, हामी एउटै ड्याङ्का मुला हौ। मलाई त देखेर तर्स्यो भने पनि उसलाई देखेर पनि तर्सिन्छन्। हजुरहरूको बच्चालाई चाहिँ आँखा छोपेर पट्टी लगाएर सुताउनु होला। कसैको स्वर बिग्रेको छ भने त्यसको स्वर पनि नसुनाउनु होला। सपनामा बच्चाहरू तडपिन सक्छन्। एउटा कुरा भन्न चाहे, बरु म रावण बन्न तयार छु, तर यसलाई पुतना मानिदिनु होला। मुख हेर्दै पुतना जस्तो, बरु म रावणै बन्न तयार छु। के गर्नु, यस्तो राक्षस रूपी कसरी आयो होली मेरो दिदी भनेर। गाह्रै छ यसको जन्मदिन आज। कसैले आज कसैको आज मुखमा के हो यस्तो, के को राक्षसकै बास बसेको हो कि के हो। हरि हरि झाँक्री बोलाएर हुन्छ कि देवता निकालेर हुन्छ, यसको भित्रबाट भूत झिक्नै पर्ने हुन्छ। महादेव महाकाल धरतीमा पधार्नु होला छिटो, यसको टाउकोमा झाडुले दिएर भूत निकाल्नु होला। हरि हरि राम। ओम हरि हरि। ओहो, मेकअप लाउँदाखेरि त राम्रा देखिन्थे मान्छेहरू, तर त्यही पनि डरलाग्दा मान्छेहरू देखिरहेका छौँ। खै किन हो। ओहो, हु इज दिस? Anna Fiery, push it up Anna Fiery. We have only 16 seconds. Push it up Anna Fiery. Oh Anna Fiery. Guys, Anna focus Fiery. है। Push it up Anna Fiery. We have 25 seconds. Let's push it up. देख्यो केटी आउने बित्तिकै त्यसको भड्कियो दिमाग, तडपिन्छ अहिले एकछिनमा। भड्केको पनि छ, यसको भूत कसरी झार्ने होला भन्नु पर्यो। श्रीरमन भगवते नारायण। Okay. No worries. It's okay. Anna Fiery, it's okay. Everybody, it's okay. Okay. अब त के गर्ने हो। मेडिकल ब्याडी स्टुडेन्ट, हु आर दिस मेडिकल ब्याडिज? आज चाहिँ नर्सहरू कहाँबाट आएको छ, डक्टर्सहरू मेरो लाइफमा। मतलब छ ब्याडिजहरू। ऱ्यापस्टार बेबी के आफ्नो ध्यान अन्ततिर नभड्काउनु होला, पनिसमेन्ट गर्नेतिर लाग्नु होला। धेरै नबोल्नुहोस्। ओ ब्रह्मा विष्णु महेश्वर के गर्नु। मेकअप बाहिर लाउँदा आएर त्यो 1 केजी केक सोरा मेकअप लाउँदाखेरि पनि मान्छे युवतीहरू कस्ता राम्रा देखिन्छन्। ओहो, यति अनुहार नपरे कि मुखै हेर्नै नमन लाग्ने त मेरै दिदी मात्रै हो कि के हो। स्वेटर होला त्यस्तो नभन्नुहोस्, किनभने भाइ पनि त्यस्तै अनुहार परेको छ। जोडा त मिलेकै छ भन्छन् सबैले। हजुर त ठ्याक्कै आफ्नै भाइतिरै पर्नु भएछ। के होला श्रीमान नारायण, भनिदिनु पर्यो यो कुरा, प्रष्टै दिनु पर्यो। ल है, मेरो एमबिपी मेडिकल स्टुडेन्ट, मेडिकल सर्टिफाइड मेडिकल ब्याडी भनिदिनु पर्यो हजुरले। मलाई भनिदिनु पर्यो हजुरले, मेडिकल ब्याडी यसको कुन ठाउँमा गएर सर्जरी गराउँ। प्लास्टिक सर्जरी चाहिएको थियो, यसका लागि भनेर मैले 1 किलो प्लास्टिक पनि किनेर राखेको छु। यही प्लास्टिक उमालेर प्लास्टिक सर्जरी गरिदिनु पर्नेछ। हरि हरि। हजुरले पहिला प्लास्टिक सर्जरी भन्दा पनि आफ्नो पनिसमेन्ट गर्नु होला। दुइटै शब्द पीबाट आउँछन्। भन्दैमा हजुरले प्लास्टिक भनेर हाम्रा जनतालाई अड्काउनु भएन। प्लिज पनिसमेन्ट गर्नु होला। आइज मेरो कोठा, आइज मेरो कोठा, पनिसमेन्ट गर्न मन लाग्दैन, मोमो खाएर परेछ है गोटा। आइज छिटो, आइज नि त, के पनिसमेन्ट दिनु खोजिरहेको थिएस्? आइज दम छ भने। केक खानु पर्यो। केक त म खाँदिनँ, हेर मेरो पहिले पेट खराब छ, म नत्र फेरि म हात धुँदैन। सुन, तैँले उ गर्न पर्यो। तैँले अघि जुन भनिथिस् नि, जुन कुराहरू कि अनुहार नपरे कि यो त्यान सब चिज भनेछस् नि होइन, त्यसलाई तैँले है सबैलाई राम्रो कुराहरू मात्रै भन्नु पर्यो, बुझिस् नि। अलि सजिलो पनिसमेन्ट दे मलाई। बेस्ट अफ 3 भन, यो 3टा पनिसमेन्ट दे, अलि सजिलो वाला दे, त्यति गाह्रो म दिन्छु। त्यसो भए तैँले के गर भन्दाखेरि तँलाई त के दिने होला त पखै। तैँले भन्
यो संसारमा जतिजना पनि हाम्रो दिदीबहिनीहरू हाम्रो टिकटक लाइभमा देखिला सबलाई सिस्टर भन्नुपर्छ। मलाई दिदीबहिनी सब टिकटकका जतिजना पनि सबलाई सिस्टर। मलाई तँ नेता सुन एउटा कुरा भन्छु मनदेखि भनिरहेको छु मलाई पनिसमेन्ट गर्न पनिसमेन्ट भनेको मैले पाप गर्न नलगा स्कुटी गिफ्ट पनिसमेन्ट दिनु भने अनि सबले स्कुटी गिफ्ट पनि त्यो त पनिसमेन्ट कहाँ भयो गाइस त्यो त पनिसमेन्ट मलाई पाप गर्न लगाउने मैले कसरी दिदी मैले भन्नु भोलिको दिनमा मेरो कसैसँग यहीँ मध्ये लाइभ मध्येमा कसैसँग बिहे भयो भने लाइभबाट निकाल्दैन मेरो क्लिप त्यसो भए तैँले अहिले साबुन पानीले हात धुनु पर्यो चल धोइदिन्छु साबुन लिएर त्यति त्यस्तो गाह्रो पनिसमेन्ट म दिन्न अहिले चिसो पानीमा। सुन हामी एउटा नृत्य प्रदर्शन हेर्न चाहन्छौँ हामी नृत्य हेर मन छ कथक त यसमा नाच भयो ल पख एउटामा यस्तो राम्रो गीत छ पख यो गीतले मार्केट खाएको छ कि यो इन्टरनेसनलमा पखै यसलाई किनिदिन्छु कि म बुझेनौ तर मान्छे सान्छे हान्दियो भने मान्छे ठोकेर उ गरिदियो भने मेरो लाइसेन्स छ लाइसेन्स त छ भयो त डान्स गर गीत बजाउँछु अहिले नयाँ चलेको गीत हो भोलि मान्छे सान्छे गरेर ठोक्दै के गर्दै भने त लास्टमा मेरो टाउको मधेस र कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा नै रहने मौसमविदको भनाई। राति भने कोशी मधेस बागमती र कर्णाली प्रदेशमा मौसम आंशिक बदली रही। कर्णाली प्रदेशको पहाडी एक दुई ठाउँमा मेघ गर्जन र छट्याङसहित हल्का वर्षाको सम्भावना। कर्णाली गण्डकी बागमती पारस त्यो तेरो खुट्टाको मुभमेन्ट नै देख्न पाएन हामीले खुट्टा पनि हल्का थिरथिरा माथिपट्टि बादल सादल पहाडहरूको म खुट्टाबाट के मुभमेन्ट देखाउँ कताको पहाड देखाउँ म अब खुट्टाको यस्तो थरथर थरथर गर्नुपर्छ तादै थकदै मलाई नै चाहिएन गाई यो कस्तो खाले डान्स थियो भाइ आधा अधुरो गर्नु अहिले मलाई गरे भाइ तैँले यदि मैले हारे भाइ अहिले तैँले मलाई चोकमा पुऱ्याउँथिस् ल भन् त दिदीको लिपप हो कि मान्छे तँले के छ माथिपट्टिको शरीर चलाएको तलपट्टिको चलाएको हुँदैन टक्क माथिपट्टि चलाउने ल पक त्यसो भए खुट्टा थिरथिराउने भनेर थाहा छैन डान्सै क्यों चल्ती है पवन फेरि कहाँबाट निकालेको छ तँलाई थाहा नै होला नि पवन कताबाट आइरहेको छ चल्ती चाहिँ माथिबाट हो पवन चाहिँ तलतिरबाट फालिरहेको छु भएन अरे पक भएन भाइ एकदमै गीत खतरा चुज गर्नु पर्यो कि है गाइस यस्तो त हुँदैन पारस पक उनी तँले गर्नलाइस् के हो त्यो त त्यो के अरे डिआइडी वाला डान्स वाला नै गर्न थालिस् के हो ल यसमा नाच यसमा हामीलाई पुरै यो आधा के डान्स हुन्छ भाइ पारस आधा हुन्न ल पारस यस्तो गाइस यस्तो देख्नु भएन हजुरहरूले यसको डान्स ल प्यान्ट लाउँदैछ गाइस एकछिन पख प्यान्ट लाउँदैछ यस्तो खालको सङमा देख्नु भएन कि हजुरहरूले बग्नु न खतरा नाच्छ क्या यसमा गाइजहरू नाच ट्यालेन्ट देख्यो अहिले हेर अहिले देख्यो तो सेक लगे इतना हाय हुआ कि थर्मामीटर टूट गया सैया जी का टपक टपक के हाय पसीना छूट गया कैसी गुंडागर्दी है बंदी तू बेदर्दी है सर्दी में भी कर दी है चल बाबा खतरा देख्यौ गाइस देख्यौ खतरा हान्छु त अनि भजनमा यिनीहरूमा सब तुलु त अब कहाँ सक्नु देख्यौ ट्यालेन्ट हो यस्तै निकाल्नु पर्छ कि मान्छेको ट्यालेन्ट ठिक छ निस्केको म राम्रोसँग बस चल्दैको ल अलि स्ट्रङ भएर मात्र मसँग खेल्न आउनु ल ओके के रे स्ट्रङ हल्का स्टुकुल लगाएको छु मैले आउनु जरुर पर्दैन भेट्लिस् नि फेरि बुझिस् कि नै होइन याद गर्नु भन्दैछु याद गर्नु भेट्छु म भोलि बिहान भेटिहाल्छु नि दुनियाँसँग पंगा लिनु पुनर्वास नगरपालिका 6 वडा नम्बर 6 को थाहै छैन कति हो पारस बम ठकुरीसँग कहिले पनि नगर्नु पंगा नलिनु बुझिस् कि नै घर छिर्नु भन्दा पहिलापट्टि चोकमा चेकिङ हुन्छ फेरि बुझि नै याद गर अर्कोचोटि आउने बेलामा
टक्क वडा कार्यालयबाट पत्र बनाएर छाप दायाँ र बायाँ मेयरजीको टक्क एक छाप हानेर यसो गरेर अनि आउनु। लीला बमकी छोरी ल यसले यस्तो भन्ने ठिक छ चल लीला बमको नाम बिचमा नल्या लीला बमसँग मात्रै डराउँछु फेरि म चल है लाग ओके च्याट राम्रोसँग बस्नु ओके यु गाइस अलवेज हेभ बिन वन्डरफुल अडियन्स बाई बाई सी यू गड ब्लेस एभ्रीबडी जहिले पनि है श्री कृष्ण गोविन्द हरे मुरारी नाथ नारायण वासुदेव ओके गुड नाइट एभ्री वान स्टे पोजिटिभ जहिले पनि माया बर्साउनु होला माया गर्नु होला सबै आफ्नो यताउति म मात्रै होइन म त त्यत्तिकै नाचिदिएको त्यो ठिक थिएन जे पाइ त्यही नाचेको के राम्रोसँग बस्नुहोस् आफ्नो ख्याल राख्नु आफ्नो नजिक वरिपरि ख्याल राख्नु होला सबैजनाले है आफ्नो परिवारलाई माया गर्नुहोस् गुड नाइट थ्याङ्क यू सो मच लास्ट रमाइलो भयो आज रे माया छ राजाहरू बाहिर विदेशबाट हेरिराख्नु भएको दाइ भाइलाई सम्पूर्णलाई सम्झिरहेको छु दिदी बहिनीहरूलाई सम्पूर्णलाई सम्झिरहेको छु आज म मेरो दिदीसँग बर्थडे सर्डे मनाएको देख्दाखेरि हजुरलाई पनि आफ्नो घर परिवारको याद आयो होला सबैको लागि प्रे गरिदिएको छु सबै आरामै बस्नुभएको छ होला नेपालमा पनि बाहिर विदेशमा पनि सबैजना आरामसँग बस्नुभएको छ होला गुड नाइट जहिले पनि माया गर्दै गर्नुहोस् कुलबाईको तर्फबाट माया भन्ने कुरा सधैँ छ ओके भोलि भेट्ला राम्रोसँग बसे निक्करी खाया झिक्करी टेक केयर बाई बाई सी यू गाइज अलवेज हेभ विथ वन्डरफुल अडियन्स दिस इज कुल Crystal versus Fulham 1-1